हेलो गाइस, खतरा जुत्ता हैन। अझै हाम्रो आन्टीले चाहिँ कोडो बनाउँदै हुनुहुन्छ। नाम भन्दिनु कि जुत्ताको नाम त मैले जान्दैन नि। गाइस, यो चाहिँ हाम्रो गाउँघरमा पाइने अर्गानिक गाडी। त्यही हो नि, बिना मिसावट भन न। एकदमै महँगो पर्छ नि फेरि। अरू ठाउँमा किन्दाखेरि महँगो पर्छ। यो चाहिँ दिपेले आफै ह्यान्डमेड बनाएको हो, आफ्नै कला प्रदर्शन गरेको हो कि। नमस्ते हो, गुड हाई भन्दियो। हाई गरिदिनु। यो चाहिँ हाम्रो मनिषाले भर्खरै मिचेको कोदोलाई चाहिँ निपन्दैछन्। हेलो मनिषा, यता हेरेर हेलो भनिदेऊ न। निपन्दैछन्। अब यो निपनेपछि चाहिँ पिस्नलाई रेडी हुन्छ। अनि पिसेर यसको के खान्छन् रे? ढिँडो खान्छन्, ढिँडो। हाम्रो घरको सबैभन्दा सानो बच्चालाई सबभन्दा सानो बच्चालाई हेर्नु है। हाम्रो चाहिँ भाउजू हिले दाजीको बुढी इज्जत स्वास्नी गर्लफ्रेन्ड नभए किन चाहिँ मे गरेको है। कोदो खान पनि कहाँ सजिलो छ र। हेर्नु, कोदो यसरी बनाउनुपर्छ। यहाँ यस्तै खुट्टाले मिचिरहेको छु मैले चाहिँ। अनि एकजना बुहारी एकजना छोरीले चाहिँ उ गर्नु निफन्ने खानै। हेलो नमस्ते गुड मर्निङ। अहिले चाहिँ बिहानको 6:30 हुन लाग। अनि म अहिले चाहिँ घरको कार्यहरू गरेर यसो बाटोमा निक्लेको। अनि बाटो पछाडि हेर्नु त, हाम्रो अझै घामै निक्लेको छैन। यो चाहिँ हाम्रो घरतिरको बिहानको भ्यू है। अझै घाम लागेको छैन। ऊ पारी घाम लाग्दैछ बल्ल। ऊ यता पूर्वबाट पश्चिमतिर घामले देखाउँदैछ। अझै घाम लागेको छैन, ढिलो आउँछ नि त यता। यो चाहिँ भैँसीले पानी खानलाई राखिदिएको हामीले यो काठको डोड भन्छ। बिहान बिहान के सुन्न पाइन्छ हेर्नुहोस् त। चरा कराको बिस्तारै सुन्नु त, कान मनले कस्तो मजाले चरा कराउँछ। अहिले चाहिँ म हजुरहरूलाई हाम्रो गोपी बारी देखाउँछु। हेर्नु होला। सानमिना नजाऊ कि होला नि, तिमीलाई देखाउने भनेर आउँदै थियो। यो चाहिँ हाम्रो बन्दाकोपीको बारी। फुलकोपी पनि थियो, खाएर सक्यौँ। ब्रोकाउली पनि थियो, ब्रोकाउली पनि खाएर सक्यौँ। यो चाहिँ गोपी बारी। अनि मुनि आलुबारी छ। अब मकै लाउने हो रे। हाम्रो घर चाहिँ यहाँ छ। अझै घाम लागेन, हेर्नुहोस् आनन्द छ। बिहानको घाम चाहिँ भेट्न पाउँदैन हामीले। त्यही 8-9 बजीतिरको घाम हो। म घर जान्छु, घरतिर लाग्छु। बिहान दिपेन्द्रले खाना मगाइर दिदीले फेरि चल्लालाई चारो राखिदिँदै हुनुहुन्छ। अहिले चाहिँ भित्रदेखि बाहिर आज भयो। अनि दिदीले चाहिँ यहाँ
दुध दुन लाग्नु हो भैँसीको अब दुई सक्यो हेर्दै के भन्छन् दुई सक्यो भने दुई जस्तो गर्नु रे भैँसीको दुध दुधै हुनुहुन्छ दिदीले चाहिँ बाबाले यहाँ चल्लाले चारो दिँदै हुनुहुन्छ लाउनु यहाँ छ ए फेरि कोदो अनि फेरि रेम्बो फेरि अब गाडी खेल्ने हो रे यो चाहिँ कोदोको चारो स्कुल जाने केटाकेटीहरू यहाँ हुनुहुन्छ कति क्लासमा हो पढ्ने 7 एक्जाम आउँदै पढ्ने होइन राम्रोसँग मैले चाहिँ भैँसी बाँधेर उ गरेँ खुट्टामा चाहिँ यसरी बाँध्छौँ हामीले चाहिँ अनि यसलाई फेरि यसरी अब म यिनीहरूलाई घुरो ल्याइदिन्छु अनि बाख्रा फुकाइदिन्छु ओ हेर्नु त यस्तो छ बाटो अब म फेरि जाँदैछु बाख्रा फुकाइदिन्छु मेरो देवर चाहिँ उता बाख्रालाई घाँस काटेर उसमा खेतमा पर्खिराख्नु भयो फुकाइदिन्छु आज पनि जाम ल आज पनि जाम ल हो र बाख्रा फुकाइदिन्छ मेरो फुकाइदिउँ बाख्रा ओइ कस्तो धो भयो उकालोमा चढेर हाम्रो पहाडको बाख्रा हेर्नु है कस्तो हुन्छ ओइ 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 सिधै घरतिर पो जान्छ नि यिनीहरू त आऊ आऊ यसको नाम चाहिँ चन्द्रमा हो यसको टाउकोमा चन्द्रमा छ नि त त्यही भएर यसको नाम चन्द्रमा चन्द्रमा न न छिर्न पाएन यो न मान्छे नाम म बानी बेहोरा घिन लाग्ने होइन खायो सब आऊ आइज एउटा सेल्फी हाल्नुमा आइज गयो भने हिँडो यसलाई चाहिँ यस्तै तानी तानी लैजानुपर्छ नत्र भने अहिले फेरि सताएर यो कम खुट्टाको छ र सताएर अहिले दिमाग खराब गर्छ रमाइलो हाम्रो गाउँघरतिरको बसाइ चाहिँ एकदम ध्यान कि तिमीलाई म गुराँस टिप्न जान्छु क्या म गुराँस टिप्न जान्छु गुराँस टिप्न जाने बाटो यस्तो छ फुलेर लटरम्मै भयो धेरै रुख त छैन है त गुराँसको त्यही एउटा भिरमा दुई तिनवटा गुराँसको बुट्टा छ अनि त्यही भएर चाहिँ गुराँस लटरम्मै फुले एउटा बुट्टामा गुराँसको पनि एक वर्ष फुल्ने एक वर्ष नफुल्ने सिजन हुँदो रहेछ नि त मलाई थाहा थिएन कोही गुराँस फुले कोही गुराँस फुलेन यो चाहिँ म गुराँस टिप्न जाँदैछु हेर्नु गुराँस कसरी फुल्छ ओहो सजिलो छ कि एउटा त्यही भएर गाह्रो हुँदैन चढ्न हाम्रो नेपालको राष्ट्रिय फुल गुराँस वेयर इज इट हेर्नुहोस् यही छ त वेयर इज इट भन्नै पर्दैन गुराँस 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 हेर्नु हाम्रो घरतिर गुराँस अहिले
पाखाभरि वनभरि फुलेर चटरम्म छ गुराँस हेर्नु यसरी फुल्छ गुराँस चाहिँ अनि म गुराँसको बुटामा चढेर गुराँस टिप्छु अनि घर लगेर लोटामा लगेर राख्छु अब म यो गुराँसलाई सजाएर सुन्दरताले भरिपूर्ण हाम्रो देश नेपालमा हेर्नुहोस् त कस्तो राम्रो गुराँस फुल्छ म चाहिँ गुराँसको बुटामै आछु काउ हेर्नु 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 अझ उता मुनिदेखि देखाउनु पाएको भए अझै राम्रो देखिन्थ्यो नि त अनि म मुनि फेरि जान्न अहिले बेकारमा अब म घर गएर खाना बनाउने हो अनि गुराँस गुराँस यस्तो फुल्छ लटरम्मै फुल्न लायो भने त यो गुराँसको बुटामा चराहरू चुरुङ्गीहरू अनि फेरि मौरीहरूले आजभोलि बास गर्छन् किनभने मौरीहरूले किराहरूले खान पाउँछ नि त यसको रस त्यही भएर अनि पनि अस्ति हामीले खाँदा त मौरी थियो हो अहिले त छैन कोही अमिलो हुन्छ कोही हुँदैन अन्त मिठो कोही अमिलो हुन्छ कोही चाहिँ फेरि गुलियो हुन्छ एउटै बुटामा यस्तै फुल्छ गुराँस चाहिँ अझै हाम्रै बारी हो यो पनि अच्छा काठ काट्दै हुनुहुन्थ्यो दाइहरूले त्यहाँको काटेर सकेर माथि जानुभयो कहिले यसरी गुराँस खाएको देख्नु भएको थियो भएको थिएन नि यस्तो खान्छ गुराँस चाहिँ यहाँ चाहिँ मेन कुरा के सुन्न पाइन्छ त चुरुङ्गीहरूको आवाज सुन्न पाइन्छ नि त मजाले सुन्नु न बिस्तारै मन शान्त पारेर कस्तो मजाले कराएको छ है चरा यही पनि काफलको बुटा पनि छ नि यही छेउमा शान्त भएर यहीँ बसेर चराको आवाज सुनम जस्तो लाग्छ मलाई चाहिँ यो चराहरू कराएको एकदम मनपर्छ नि त अझ साँझको बेलामा कस्तो राम्रो सुनिन्छ अझ गुराँस चाहिँ भान्जालाई पनि लैदिन पर्यो मैले यो चाहिँ गुराँस यस्तो छ गुराँस चाहिँ फुल्यो अनि जेठाजु दाईको छोरा एउटा रेम्बो भन्ने छ उसलाई पनि लैदिनु पर्यो गुराँस लगाएको देख्यो भने लैदियो भने खुसी हुन्छ नि त उनीहरू अनि त्यही भएर अनि मैले यहाँ पनि राख्नु पर्ला सजाएर पनि राख्नु पर्ला वाउ कस्तो टिप्न त मन लाग्दैन गुराँसलाई गुराँसको फुल टिप्न त मन लाग्दैन त्यही नि के गर्ने अब फुलिरा हुन्छ हेर्दाखेरि टिप्न मन लागिहाल्छ फुल माया लाएर के गर्नु नजिक भएर टिप्न पाएको नि त यति धेरै नत्र टिप्न कहाँ मिल्थ्यो र अरू रुखमा त जान नि गुराँस अब म उक्लिन्छु अनि घर गएर कामहरू गर्न यस्तो राम्रो लाली गुराँस फुलिरहेछ म चाहिँ झर्दाखेरि ओइ लडमला र फेरि
खासै अप्ठ्यारो त छैन यत्तिकै हो ओ बुट्टा लाली गुराँसको कस्तो राम्रो फुलेको क्या है ओहो रमाइलो अब गुराँस हेरिरहेकोलाई त खासै फरक पर्दैन नि त गुराँस फुल्दाखेरि त्यही राम्रो देखिने मात्रै हो नत्र फरक पर्दैन अनि हामीले त नहेरेको मान्छेलाई त नयाँ लाग्छ नि त हेर्नु त गुराँस हेर्दा नि राम्रो खाँदा नि मिठो यसले चाहिँ यस्तो छ गुराँसको म चाहिँ फाइनली झरेँ खासै गाह्रो छैन कि बुट्टा हेर्नु त सजिलो यो त इजी नचढ्ने मान्छेले पनि रुख नचढ्ने मान्छेले पनि योमा त चढ्न सकिहाल्छ म अब यो उसदेखि भेटदेखि कसरी उक्लियो हो उक्ले होइन यस्तरी थियो कि यो चाहिँ त्यही भएर अलिक गाह्रो परेको मलाई अनि यो फेरि काफलको बुट्टा हो नि काफल फलिरह अब खाने हो काफल पनि खान पाइन्छ यहाँ आएपछि काफल भयो अनि ओखर भयो अनि गुराँस ऐसेलु खान पाइन्छ नि त होइन म अब उकालो लाग्दैछु घर जानलाई बाटो चाहिँ अलिक गाह्रै हुन्छ क्या हिँड्न हिँडिरहेको मान्छेलाई त के फरक पर्दैन तर म चाहिँ खासै हिँड्न सक्दैन नि त भिडमा उकालोमा स्यास्याना फ्याफ्या हुन्छ अनि त्यही भएर बाटो चाहिँ यस्तो छ नमस्ते भाइ들 दुईटा कसरी हान्छस् बन्दुकले देखाट ल काम गर्न देखा कसरी यता त्यही गुराँसले यस्तो कसरी यस्तो कस्तो गर्ने हो रे गुलियो दिने हिजो तर म भुटबाजी खेलेको नि होइन आज खेल्छस् नि ल नमस्ते यसो गर यस्तो दुईटा हात भन्ट्या भन्ने फेरि अरे नाक देखाइदिएर नाक हातले देखाइदिएर हातले आँखा देखाइदिएर हातले तिमी पुरा साग देखाइदिन्छु गो यो हिजो दिदीले ल्याइदिनु भएको साग अब धोएर पखालेर बनाउँछु यो दुईजनाको मम्मी चाहिँ घाँस काट्नु जानुभयो त्यही भएर मैले हेरिरहेको छु नगर्न यो नबस् के हेमा अब साग काट्ने हो छोड त यो नाङ्लोमा अब म चाहिँ साग काट्छु फुच्चा फुच्चीहरू चाहिँ यता खान् यता 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 मलाई हेरिरहन् भिडियो बनाएको तिमी दुइटाले पनि काट्ने हो म काट्छु र ल हस् भन हस् भन न नहल्ला है त्यहाँ कराईमा पकाएर के हाल्ने हो साग र अरू के राख्ने हो भनिदेऊ तिमी यहाँ आएर नाच्दिउ न यता मोबाइलमा फर्केर नाच्दिउ न कस्तो नाच्ने रहेछन् हेर नि त हेरौँ न नाच त
चाहिँ म मोबाइल साथ बोल्छु के म मोबाइल साथ बोल्छु नि अनि मोबाइल बोल्छ त बोल भन तिमी यहाँ आऊ र पहिला यहाँ बस्न आऊ र अनि बोल्छ यहाँ आऊ त मैले देखाइदिन्छु तिमीलाई मोबाइल बोलेको देखाइदिन्छु नि ल यहाँ आऊ यता आऊ ल यहाँ बस यहाँनिर बस त ओइ मोबाइल बोल भन त ओइ मोबाइल बोल्नु त भन न ओइ मोबाइल बोल अरे रेमोले सुन्छन् रे बोल न अनि मैले अङ्कलसँग फोन गर्दाखेरि ठुलीसँग फोन गर्दाखेरि स्यान्डीसँग फोन गर्दाखेरि सुन्छस् कि नै बोलेको हो त्यही हो नि त मोबाइल बोलेको फेरि बासी भात खै मेरो बासी भात बिरालोले खायो मैले साग काटेर सकेँ अब बनाउँछु हजुरलाई बनाएर देखाउँछु साग कसरी काटेछु म हजुरलाई देखाउँछु है त डाँठहरूलाई मैले अलि ठुल्ठुलो गराएर राखेको छु नि त मलाई यस्तै मनपर्छ त्यही भएर अनि पातलाई चाहिँ मसिनो काटेछु अनि हामी दुईजना यहाँ छौँ खाना बनाउँछ म अनि खानु है हजुरहरूले मैले काट्छु भनेर काट्न नि नदिने काटिरहेको आलुलाई सुरुमा चाहिँ म साग बनाउँछु अब म यसमा राख्छु जिरा साग बनाउँदाखेरि अन्त सिम्पल साग बनाएको राम्रो लाग्छ नि त राम्रो हुन्छ मर मसला हालेको भन्दा सिम्पल राम्रो लाग्छ मलाई चाहिँ तेल बढी हाल्नु होइन यसमा चाहिँ म नुन एड गर्छु नुन चाहिँ धेरै भनेको 2-3 मिनट पकाएर साग मैले उतारेँ अब यसमा खाली गर्छु खाली गरेर फेरि अर्को तरकारी बसाल्छु धेरै पकायो भने पनि मिठो हुन्छ साग चाहिँ त्यही धेरै भनेको 2 मिनट पकाउने अनि निकालिहाल्नु मिठो हुन्छ पिठो अहिले बनाउनु लाग्यो मायालाई होइन खाने मुस्का मारी खाऊ कराईको भुकुलाको भोकै हुन्छ दुरु हुन्छ लात्तीले खान्छु बिरालो भन्छु भन भन अब चाहिँ मैले खाना बनाइसकेँ अब खाना बनाएपछि एकछिनमा खाने हो अहिले फेरि यहाँ काम गर्न हो मान्द्रोमा बेसार सुकाएछौँ अब काटेर यसलाई सुकाउने हो यसलाई चाहिँ कोदो सुकाएको छौँ यता चाहिँ आज टन्टलापुर घाम लागेछ
मिठो के गरेछौ उसले चाहिँ यहाँ रमाइलो लाग्यो उसलाई चाहिँ मैले काट्छु एकचोटि हजुर अहिले चाहिँ यताउताको अलिअलि सानो सानो कामहरू सकेर अहिले चाहिँ नातिनी र म बसिरहँ ए सरी 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 मेरो नातिनी अनि खेल्छन् कि एक्लै भए पनि अनि अहिले सुन्नुहुन्छ चरा कराको कुन कुन चरा हो गाउँघरमा चाहिँ रमाइलो छ कि मलाई चराको आवाज चाहिँ एकदम मनपर्छ जस्तो जुन चरा भए पनि काग बाहेक अरू सबैको बोली मनपर्छ अहिले चाहिँ ठ्याक्कै 11 बज्यो दिउँसोको अब फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई चाहिँ म राख्छु भिडियो अफ गर्छु हस् अनि माया गरिदिनु होला सपोर्ट गरिदिनु होला धेरै धेरै धन्यवाद हेरिदिनु भयो